साथीहरू झोले नमस्ते। मेरो मिनी भ्लगमा असरे फुलको स्वागतसँगै मेरो भिडियो यसरी सुरुवात हुँदैछ। आज चाहिँ शनिबार साथीहरू, अनि मेरो छोरीसँग खेल्न छोरीको साथी आउँदैछिन्। अनि म चाहिँ खेतमा पानी लगाएको साथीहरू, म चाहिँ पानी हेर्न खेततिर लागेँ। अनि साथीहरू आज चाहिँ हामी सबै खेतमा पानी सिँचाइ गर्दैछौँ, किनकि पानी नपरेको चाहिँ धेरै दिन भइसक्यो। यति जरको घाम लागिरहेछ, गर्मी बढिरहेको साथीहरू। अनि चाहिँ आज सबै खेतमा हामी पानी सिँचाइ गर्दैछौँ। अनि यहाँ चाहिँ साथीहरू हेभी बोर्डिङको पानी नलाग्ने भएर हामी चाहिँ घरकै मोटरबाट पानी लगाउँछौँ। अनि साथीहरू आज चाहिँ शनिबार, यति खुसी छन् कि केटाकेटीहरूलाई हेर्नु साथीहरू। छोरीहरूलाई मैले धारामा नुहाउन पठाएको, खेतमा पो नुहाउन आउँदैछिन्। यति बिथाइ गर्छन् कि छुट्टीको दिन त यिनीहरूले यस्तो घाममा पनि ल हेर्नु साथीहरू, शीतलमा नुहाउन पठाएको त घाममा आएर नुहाउँदैछिन्। अनि फेरि म चाहिँ धानको बिचमा हिँड्दै फेरि पानी हेर्दैछु साथीहरू, कहाँ ढाक्यो कति ढाक्यो भनेर। अनि चाहिँ म चाहिँ हजुरहरूलाई के देखाउन गइरहेको भने साथीहरू, हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला मेरो भिडियो। म चाहिँ सिधै झाडीतर्फ लागेँ साथीहरू। झाडीमा चाहिँ म सबैभन्दा पहिला हजुरहरूलाई भुइँ कटर देखाउन चाहे साथीहरू। धेरै त छैन साथीहरू, हाम्रो भुइँ कटर चोरिसके सबै अरूले, मात्र एउटा बचेछ, त्यही पनि नचोरिदिनु होला। यो चाहिँ हामीले खाने हो, यो चाहिँ पाक्न लागेको रहेछ साथीहरू। अनि फेरि यता चाहिँ तामा हेर्नुहोस् न साथीहरू, यहाँ चाहिँ यो तामा खानुहुन्छ कि क्या हो यहाँकोले, तर हाम्रो पहाडतिर त यो खाँदैनौँ, अर्कै हुन्छ पहाडको तामा चाहिँ। तर पनि म यो तामा पनि खाँदिनँ साथीहरू, मलाई चाहिँ डर लाग्छ, यो जुन पाइ बाँसको त खानै हुँदैन नि त साथीहरू। अनि चाहिँ फेरि म चाहिँ अर्को चिज के देखाउन चाहेँ भने साथीहरू, विशेष हजुरहरूलाई देखाउन चाहेको मैले यहाँ झाडीभित्र सबैले ध्यान दिएर हेर्नु होला। के छ भने यहाँभित्र म बिस्तारै पन्साउँदैछु साथीहरू, बिस्तारै गरेर देखाउँछु, किनकि योसँग त खतरा हुन्छ नि त साथीहरू, बस्नुपर्छ। यो त अडिङ्गाल भन्दा पनि खतरा छ। यो चाहिँ अडिङ्गालको राजा हो, यो चाहिँ हो पाटे बछ्यु। कसले चिन्नुहुन्छ साथीहरू? ल हेर्नु साथीहरू, भुइँमै छ यो पाटे बछ्यु। पराए जस्तो यो चाहिँ जमिनभित्र हुने हो साथीहरू, त्यही पनि अहिले चाहिँ सानो हाँगामा यसरी पाटे बछ्यु बनाएको छ। र साथीहरू हजुरको कसले चिन्नुहुन्छ, कसले चिन्नुहुन्न, मैले फेरि यो ठुलो भएपछि अर्को भिडियोमा देखाउने छु। अहिलेलाई बाई साथीहरू।